ल अब चाहिँ हाम्रो काम चाहिँ बिहान 7 बजेदेखि हो, तर पनि हामी चाहिँ बिहानै आएर हेर्नुहोस् त यो कपडाहरू सब कपडा निकाल्ने। अब कपडाहरू निकाल्ने, यसरी झुन्डाउनु पर्छ सबै। यसरी झुन्डाउने, त्यसपछि अनि 7 बजे ठ्याक्कै निस्किन्छौँ हामी काममा। केटाहरू पुरै रेडी हुँदैछ काममा जानलाई। हेर त कस्तो अल्छी लाग्यो आमा, बिहानै काममा जानुपर्छ उठेर। केटाहरूको पारा हाम्रो यस्तै छ पारा। तास खेल्ने पार्टनर त यस्तो छ हालत गाइस। काममा जानुभन्दा अगाडि राति छिटो सुत्दैन अनि बिहान निन्द्रा पुग्दैन भन्छ। अहिले त 7 बजे उज्यालो नै भइसकेछ हाम्रोतिर त है। ट्याक्क लाएर यहाँ आउने, जुत्ता लाउने हो। पहिला हेरौँ त आइसै भइ ट्याक्क यहाँ जुत्ता खोल्ने, यहाँ फेरि अर्को लाउने। हिँड न यहाँ सेक्की, हिँड न। चल मगो। अब यसरी बिहान बिहान भङ्गुरी हेर्ने, उठाउने सबैलाई। अनि बिरामी छ कि छैन थाहा हुन्छ। दाना भाडा हुन्छ यहाँ दुईटाबाट दाना खान्छन्। पानी यहीँ आउँछ। ल हाम्रो काम यही हो। ट्याक्क 5 बजे सकिन्छ हाम्रो काम। अहिले बिहान यसो खल्ली गऱ्यो, रेखदेख गऱ्यो, मरेछ कि छैन, बिरामी हेऱ्यो, बिरामी छ कि छैन भनेर। अनि दिउँसो चाहिँ हामी बङ्गुरको उपचार गर्छौँ है। उपचार, हामी डक्टर पनि हौँ। ल हाम्रो काम यही हो हजुर। काम गर्दैन भन्नुहुन्छ, काम हामी मजाले गर्छौँ।